यो लन्डनको चिसो मौसममा तातो तातो थुक्पा खाउँ है त। हेलो एभ्रिवान, नमस्ते। सबैजना आरामै हुनुहुन्छ होला अनि मलाई चाहिँ चिसो लागेको छ। यो चिसो फाल्नको लागि आज चाहिँ मैले थुक्पा बनाएर खाने निर्णय गरेँ। अनि हजुरहरू कसलाई मनपर्छ थुक्पा कमेन्टमा लेख्नुहोस् है त। यो थुक्पा बनाउने सबैको आफ्नै तरिका छ अनि मैले पनि यो आफ्नो तरिका हजुरहरूलाई सेयर गर्न चाहेँ। यति बेला लन्डनमा एकदमै धेरै चिसो बढेको छ अनि मलाई चिसोले समातिहाल्यो, रुगा खोकी ज्वरो। अनि यो रुगा खोकी सन्चो गराउनको लागि मैले आज थुक्पा बनाएर खाँदैछु। थोरै मैले ज्वानो राखेँ, मेथी राखेँ, जिरा राखेँ अनि खुर्सानी पड्काएँ। त्यस पछाडि मैले चिकन फ्राई गर्दैछु साथीहरू। 10 मिनट जति तपाईँहरूले चिकन फ्राई गर्न छोडिदिँदा हुन्छ। त्यस पछाडि मैले यता तयार गर्दैछु लसुन, टिमुर र खुर्सानीको पेस्ट। यता चिकन पनि रातो भइसकेको छ। मैले चाहिँ यो चिकन पहिला निकालेर त्यस पछाडि यही तेलमा नै भेजिटेबल एड गर्ने सोचेँ। तपाईहरूले यसैमा मिक्स गरेर पकाउन पनि सक्नुहुन्छ। फ्राई गरेको चिकन निकालिसकेपछि मैले बाँकी रहेको तेलमा एड गरेँ चप गरेको पोट्याटो रातो हुने बेलासम्म मैले फ्राई गरिसकेपछि मैले त्यसमा एड गर्न थालेँ अनियन। त्यस पछाडि एड गरेँ मैले अघि ओखलीमा पिसेको लसुन, टिमुर र खुर्सानीको पेस्ट। खासमा चाहिँ आज मैले यो थुक्पा बनाउनुको मेन रेसिपी भनेकै मेरो मम्मीबाट हो। लास्ट टाइम मम्मीहरूले बनाएर खानुभएको देखेपछि मलाई पनि एकदमै धेरै खान मन लागिरहेको थियो अनि मैले पनि आज बनाउने सोच गरेँ। अनि मम्मीलाई पनि मैले सोधिरहेको थिएँ कसरी बनाउने भनेर, अनि मम्मीले चाहिँ भनिदिनु भएको थियो। अनि तर पनि मैले आफै पनि ट्राई गरिरहेको हो अनि यस्तो मिठो बन्यो है। मैले चाहिँ कति धेरै खाएँ। हजुरहरूले पनि यसरी नै बनाएर खानु होइन, यस्तो चिसो मौसममा, किनभने हामीले गर्मीमा त यस्तो खान सकिँदैन नि त। त्यही भएर हजुरहरू पनि यो चिसो मौसममा यसरी नै थुक्पा बनाएर खानु। अनि कसले चाउचो तरकारी भन्नुहुन्छ भन्नुहोस् ल। मैले चाउचो तरकारी पनि भन्छु यसलाई। अनि के हो त्यो चाउचो तरकारी भनेको भन्नुहुन्थ्यो कि कतिजनाले। अनि हामीले स्कुल लेभलमा चाहिँ 15 रुपियाँको एक कचौरा पाउँथ्यो अनि चाउचो तरकारी भन्थ्यौँ हामीले चाहिँ। अनि मैले नि त्यही भनेको। ल यता गफ गर्दा गर्दै मेरो यता पोट्याटो पनि पाकिसकेछ। अनि पाकिसकेको पोट्याटोमा मैले एड गरेँ रेड पेपर अनि त्यस पछाडि काउली अनि मैले एकछिन मजाले फ्राई हुन दिएँ। त्यस पछाडि मैले एड गरेँ थोरै सल्ट, एकछिन मजाले मिक्स गरिदिएँ। अनि त्यस पछाडि मैले यसमा हालेँ थोरै हल्दी अनि चाहिने अनुसारको मसलाहरू हालेँ। त्यस पछाडि थोरै एड गरेँ वाटर अनि मैले मजाले मिक्स गरेर एकछिन छोपिदिएको छु। 5 मिनट मजाले पाकिसकेपछि मैले ढक्कन खोलेर हेरेको, यस्तो मजाले पाकिसकेको रहेछ। मैले त्यसमा टमाटर पनि एड गरिसकेको थिएँ। टमाटर पनि मजाले पाकिसकेपछि मैले मजाले मिक्स गरेँ। त्यस पछाडि बाँकी रहेको मसँग रहेको स्प्रिङ अनियनहरू एड गरेर मैले फेरि एकछिन थोरै पानी राखेर मजाले छोपिदिएँ। मलाई रायोको साग एकदमै धेरै मनपर्छ, तर यहाँ रायोको साग नै पाउँदैन है। अनि नेपाली पसलहरूमा गयो भने त पाउँछ, तर एकदमै धेरै एक्सपेन्सिभ अनि नेपाली पसल पनि एकदमै धेरै टाढा भएको भएर मैले रायोको साग नखाएको पनि वर्षौँ हुन लागिसक्यो। अनि मैले चाहिँ यो सागको साटामा मैले यो काउलीको हरियो पत्ताहरू राखिदिएको छु, तर पनि कस्तो मिठो स्वाद आइरहेको थियो। अनि लगभग मेरो यो पाकिसकेको छ। अब चाहिँ मैले यसमा एड गर्नुपर्नेछ आफूलाई चाहिने जति वाटर अनि त्यस पछाडि नुडल्स। मैले चाहिँ एकछिन वाटर राखिसकेपछि अघि फ्राई गरेको चिकनलाई यसमै मिक्स गरेर मजाले उब्लिन दिएँ मैले चाहिँ। अब मजाले यसलाई उमाल्न दिने। त्यस पछाडि तयार हुन्छ हाम्रो थुक्पा। अनि सबैजनालाई अङ्ग्रेजी नयाँ वर्ष 2026को हार्दिक मङ्गलमय शुभकामना पनि भन्न चाहन्छु। मलाई चाहिँ एकदमै धेरै रुगा लागिरहेछ अनि भोइस पनि एकदमै डिफ्रेन्ट आइरहेछ। एनिवेज मेरो थुक्पा चाहिँ रेडी भइसक्न लाग्यो। अब मैले यसमा एड गर्दैछु नुडल्स। हजुरहरूले अर्को नुडल्स पनि युज गर्न सक्नुहुन्छ। मैले चाहिँ यसमा एड गरेको छु एग स्पागेटी भन्छ यसलाई चाहिँ। यसलाई चाहिँ धेरै समय पकाउनु पर्दैन, छोटो समयमा नै पाक्छ अनि यो एकदम हेल्दी पनि हुन्छ। 5 मिनट जति मैले यसलाई उम्लिन दिएँ। त्यस पछाडि मेरो रेडी हुन्छ थुक्पा।
ओ माई गुडनेस हेर्दै खाउ खाउ जस्तै साँच्चीकै एकदमै धेरै मिठो भएको थियो। मैले चाहिँ धेरै सुप हालिनँ तर ग्रेभी टाइपको बनाएको थिएँ। मलाई चाहिँ त्यस्तै मनपर्ने भएको हुनाले। तर हजुरहरूले यो जाडोमा एकदमै धेरै सुप हालेर पनि खान सक्नुहुन्छ। साथीहरू मेरो थुक्पा चाहिँ रेडी भइसक्यो। अनि हजुरहरू सधैँ चना मटरको मात्र थुक्पा खानुहुन्छ भने कहिलेकाहीँ यसरी पनि ट्राई गर्नुहोस्। भेजिटेबलको एकदमै धेरै हेल्दी पनि हुन्छ। Thank you so much guys for watching my video. See you on next video. Bye bye and happy new year. Take care.